अनि हामी पुग्यौँ तरकारी बजारमा हामीले रायोको साग लट्टेको साग हट त थोरै फलेको होइन कुन कलरको हेर्ने रातो पहेँलो हरियो गड्याङ्ग्रा गुडुङ गरेर पानी पर्न लागेर हावाहुरी चलेर हेलो नमस्ते लासो फ्याफुल्ला एन्ड वेलकम आजको मेरो मिनी भ्लगमा। अनि आज चाहिँ हामी टक्क यहाँबाट बाहिर निस्किसक्यौँ। अब रुमबाट चाहिँ हामी बाहिर घाम ताप्नलाई खुट्टा हावा चिसो खानलाई निस्किसक्यौँ। अनि हामी चाहिँ आज 3 जना निस्किँदै हामी चाहिँ अब टक्क थकित भयौँ। अनि हामी पुग्यौँ तरकारी बजारमा हामीले रायोको साग लट्टेको साग बेथुको साग करेला असारे सिमी हरेक आइटम चाहिँ पायौँ। डल्ले खुर्सानी पनि पायौँ, यहाँ घिरौँला पनि पायौँ। त्यसपछि आजलाई तरकारी किनेर फेरि टुई घरतिर आयौँ। घरमा आउँदै आँखा ठ्याक्कै बोटमा पुग्यो। बोटमा यहाँ फेरि झुत्तै फलेको रहेछ। यो के भन्छ कुनी, यो फलको नाम चाहिँ हेर्दाखेरि चाहिँ आरु बाख्रा जस्तै छ, तर के भन्छ कुनी हट त थोरै फलेको होइन, थोरै झुत्तै रुखको हाँगै लर्किनेसम्म फलेको रहेछ। एउटा रुखमा होइन, जुन रुखमा हेरे पनि उत्तिकै फलेको छ। कुन कलरको हेर्ने, रातो पहेँलो हरियो जुन कलरको पनि छ, बाटैभरि कसैले पनि नखाँदो रहेछ। धन्न साथी हो, घुमघाम गरेर रमाइलो गरेर फर्कियो। घरमा ट्याक्क मात्रै आइपुगेको गड्याङ्ग्रा गुडुङ गरेर पानी पर्न लागेर हावाहुरी चलेर आकाश गर्जेर सातो पुत्लो उडाइयो। झन्न अलिकतिले टाइममा घरमा छिरिएछ। त्यसपछि त घरमा छिर्नु साथै मोबाइलमा अलार्म दिएको छ। यता रुखमा हावाहुरी पानी एकैचोटि सबै भत्काउला जसरी आइ त गो। यति भन्दै आजलाई छोटो मिठो मिनी भ्लग। बाई बाई साथीहरू, ह्याभ अ नाइस डे।